पहुँच भए स्वीकीय सचिव नभए लोकसेवा भिन्ने सरकारको एउटा निर्णयले लोकसेवा तयारी गर्ने युवाहरू सडकमा ओर्लिएका छन्। सचिव स्तरीय बैठकको बुँदा नम्बर 11 अनुसार अब नयाँ पदपूर्ति र विज्ञापनका लागि प्रधानमन्त्री कार्यालयको स्वीकृति लिनुपर्नेछ। विद्यार्थीहरूको आरोप छ यो निर्णयले लोकसेवा आयोगको संवैधानिक स्वायत्तता खोसेको छ। करार कर्मचारी हटाउन र निष्पक्ष प्रतिस्पर्धाको माग गर्दै उनीहरू आन्दोलित छन्। तर प्रश्न एउटै छ, विधि र सुशासनको पाठ पढाउने सरकार आफैलाई चाहिँ यो संविधानको पाठ कसले पढाउने होला? सुनसरी घटनामा कर्फ्यू उल्लङ्घन गर्दै राजमार्गमा प्रदर्शन भइरहेको छ। सुनसरीको देवानगञ्ज गाउँपालिका 3 कप्तानगञ्जमा एकजनाको मृत्युपछि स्थिति सामान्य पार्न प्रहरीले लगाएको कर्फ्यूको उल्लङ्घन गर्दै स्थानीयले प्रदर्शन गरिरहेका छन्। दुई समूह बीचको झडप रोक्ने क्रममा प्रहरीले आइतबार राति गोली चलाउँदा 24 वर्षीय ओमप्रकाश मेहताको मृत्यु भएको छ भने 21 जना घाइते भएका छन्, जसमा प्रहरीको गोली लागेर 10 जना घाइते छन्। घटनापछि जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार बिहान 5 स्थानमा कर्फ्यू जारी गरेको छ। तर कर्फ्यू उल्लङ्घन गर्दै स्थानीयले प्रदर्शन गरेका छन्। प्रदर्शनका क्रममा कप्तानगञ्ज क्षेत्रको अवस्था तनावग्रस्त सिर्जना भइरहेको छ। सुनसरी सदरमुकाम इन्द्रुवा बजार र लौकही क्षेत्रमा पनि प्रदर्शन भइरहेको छ। प्रदर्शनकारीहरूले इन्द्रुवा बजार क्षेत्रमा बन्द गर्दै पूर्व पश्चिम राजमार्गमा टायर बालेर प्रदर्शन गरिरहेका छन्। प्रदर्शनका कारण पूर्व पश्चिम राजमार्गको सुनसरी खण्ड अवरुद्ध भएको छ। मोरङबाट एउटा यस्तो मुटु काप्ने खबर आएको छ जसले सिङ्गो देशलाई नै स्तब्ध बनाएको छ। सुनवर्षी नगरपालिका 9 मा 4 वर्षीय नाबालिका खातुन शुक्रबार दिउँसो आफ्नै घरबाट बेपत्ता भएकी थिइन्। साँझसम्म पनि नभेटिएपछि परिवार र स्थानीयले व्यापक खोजी सुरु गरे। तर साँझ 7:30 बजे घरबाट 200 मिटर टाढा घाँसबारीमा उनी मृत अवस्थामा भेटिन्। बालिकाको निधार र कञ्चटमा गहिरो चोट छ। शव अर्धनाङ्ग अवस्थामा भेटिए पनि प्रारम्भिक जाँचमा यौन दुर्व्यवहारको सङ्केत नदेखिएको प्रहरीको भनाइ छ। पुरानो रिसेवीका कारण हत्या गरिएको आशंकामा प्रहरीले अनुसन्धान तीव्र पारेको छ। परिवारमा एक्लै छोरी गुमाएको पीडा असह बनेको छ भने स्थानीयले दोषीलाई तत्काल पक्राउ गरी कडा कारबाहीको माग गरेका छन्। यस्तो जघन्य अपराध गर्ने अपराधीलाई के कस्तो सजाय हुनुपर्छ? आफ्नो धारणा कमेन्ट गर्नुहोला। पूर्व पश्चिम राजमार्गको गढवा गाउँपालिका 1 कालाकाटे क्षेत्रमा प्रहरीको कडा चेकिङ चलिरहेको थियो। त्यतिकैमा काठमाडौँबाट दाङतर्फ आउँदै गरेको एउटा गाडीलाई प्रहरीले रोक्छ। गाडीको खान तलासी गर्दा प्रहरी नै चकित पर्छ। कुनै पनि बिल बिजक नभएका अवैध रूपमा कर छलेर भित्राइएका 148 थान महँगा मोबाइल डिस्प्लेहरू फेला पर्छन्। जिल्ला प्रहरी कार्यालय दाङका अनुसार बरामद गरिएका यी इलेक्ट्रोनिक सामानको अनुमानित बजार मूल्य 4,44,000 रुपैयाँ भन्दा बढी रहेको छ। अवैध व्यापार रोक्न प्रहरी अहिले पूर्ण रूपमा एक्सन मोडमा उत्रिएको छ। यो सामान कसको हो र यसको पछाडि को संलग्न छ भन्ने बारे प्रहरीले थप अनुसन्धान तीव्र बनाएको छ। कर छलेर सामान ओसार पसार गर्नेहरूप्रति तपाईको धारणा के छ? कमेन्ट गर्नुहोला र यस्तै निरन्तर समाचारका लागि हामीलाई फलो गर्नुहोला।